हामीहरूको यो टोल छ नि एउटा अजीबको त्यो एउटा कन्सिडेन्स छ क्या 30 वर्षमा थर्ड टाइम अमेरिका जाँदैछ फर्स्ट टाइम 2006 त्यसपछि आएर 10 वर्षपछि 2016 अब आएर 2026 यो छ नि 30 वर्षको हाम्रो यो जुन यो हामीले बजाइरहेको छौँ नि त्यसको चाहिँ एउटा कन्सिडेन्स चाहिँ मेरो विचारले केही राम्रो जस्तो लाग्छ मलाई है त्यस कारण वी आर सो मच एक्साइटेड हाम्रो यो 3E को हार्ड वर्क है हामी सबैले उहाँहरूलाई धन्यवाद दिनुपर्छ किनभने एउटा ठुलो प्रोग्राम हो यो अमेरिकाको सबभन्दा मेरो विचारले वान अफ द बिग फेस्टिभल हो यो दसैँ तिहार है डिटी फेस्टिभल इन भर्जिनिया त्यो विचारले हामीले चाहिँ आफ्नो भयभरको शक्ति होइन प्रयोग गर्छौँ हामी वी मेक दिस इभेन्ट अ ग्रेट हामीलाई यसलाई भयभरको कोसिसमा हामीलाई एकदम राम्रो थाहा प्रयास आउँदैछ यहाँ होइन दुई दिनको लागि एन्ड हि अर्गनाइज यो हाम्रो मिटिङ होइन एन्ड इट्स नाइस है ऊ हाम्रो एक दिन त हामी सँगै हुन्छौँ होला होइन डिटी फेस्टिभलमा हामी त्यो पहिला जान्छौँ हाम्रो होइन सेप्टेम्बरको सेकेन्ड विकमा हाम्रो सुरु हुन्छ त्यसपछि चाहिँ अनि हामी चाहिँ उहाँसँग पनि एउटा इभेन्टमा हामी बजाउँछौँ